Happy birthday to you. Happy birthday, dear Chora. Happy birthday to you. Aisna, kau ya? Theater बाट हो theater दादा ध्यान गराइदिन न fan Hello नमस्कार वेलकम टु माई च्यानल मेरो च्यानलमा हजुरहरु सम्पूर्णलाई स्वागत छ साथीहरु अनि तपाईहरु सन्चै हुनुहुन्छ हामी चाहिँ सन्चै छौं आज चैतको 21 गते हैन चाहिँ मेरो छोराको बर्थडे हो आलप चामलिङ राईको अनि बर्थडे सेलिब्रेट गर्नको लागि एकदमै यहाँ धुमधाम पूर्वक यहाँ आमा बाउ चाहिँ यसरी यो चाहिँ बुढा के हो यो चिकन यसरी तयार हुँदैछ चिकन को विङ्स र अनि त्यसदेखि पिस गरेको मासुहरु यसरी मोल्दैछौँ है त यसरी हाम्रो चाहिँ तयारी हुँदैछ अब मेरो फुल भिडियो बनाउने छु हेरेर इन्जोय गर्नु होला र लाइक कमेन्ट र मेरो छोरालाई ब्लेसिङ दिनु होला सबैजनाले साथीहरु यो चाहिँ अचारको लागि यसरी रेडी हुँदैछ यहाँ आलु केलाउनेहरु यता अप्ठ्यारो कहाँ कुन्नामा बसेको के फेरि मलाई भिडियो गर्ने अप्ठ्यारो भयो यता चाहिँ मेरो बुढाले आफ्नो छोराको लागि मस्तसँगले रोस्ट बनाउनु हुँदैछ वाउ नाइस भएछ अझै प्लास्टिकमा हो बाँकी पर्क खै पर्क माथि नै छ ए पर्क चिकन अझै माथि छ अब फेरि अब यो सकेर चिकन गर्ने त्यो बेलुनहरु चाहिँ यसरी फुलाइसकेर यहाँ मस्त केटाकेटीहरु चाहिँ यस्तो अनि यहाँ सुन्दा म्यामले चाहिँ पुरै बनाउँदै हुनुहुन्छ आलप चामलिङको लागि कति राम्रो बनाउनु भएछ आए युट्युबर हेलो इसाम दादा अर्णव दादा ठिक छ यता गफ जाँदै रहेछ फेरि अब घनी घसाइले भर्खर लगाउन सकेको मान्छेहरु चाहिँ म आउँदै अब फाइनली हामी चाहिँ छोराको क्यान्डल चाहिँ लाइट गरिसक्यौँ हैन यसरी छोराको फेभरेट गेम रोब्लक्सको केक हेलो छोराहरु सबैजना यता हेर सबैजना हाई गर्नु सबैजना कति साह्रो सिरियस हौ फेरि आलपले भने टुडे इज माइ बर्थडे भने यता चाहिँ रुममा नअटेर हो फेरि दाइजी नमस्कार थिएटरबाट ड्रामा गर्छ पर्दा पछाडि यता हेर न क्यान्डल उज्यालो है Happy birthday to you. Happy birthday, dear Chora. Happy birthday to you. Aisna, kau ya? Theater बाट हो theater दादा ध्यान गराइदिन न fan
आपाले चाहिँ अब छोरालाई टिका लगाइदिनु हुँदैछ। आपासँग नबाज्नु है भनेको मान्नु। लो यता आऊ निशा हेलो नमस्ते निशु नमस्ते गर्नुपर्छ नमस्ते नमस्कार नमस्कार गर्दिन लगाइदिनु सबैजनालाई आउने छु तनाव भइयो केटोलाई किन हलाइदेऊ हुँदैन है क्या माइजू बस्नु ल मेरो पाला नमस्ते दिदी नमस्ते ठुलो यता कहाँ सक्नु आफू सकेको छैन ल यस्तो खतरा बर्थडे भइरहेछ केटोको एलिफेन्ट दुईजनाको चाहिँ जोस राम्रो आएको छ बाहिर अलिक नजिक निशुलाई के भयो यस्तो आज You have many friends. हैन तपाईलाई चाहिँ कस्तो भएर मलाई ए अब पनि खुवाउनु पर्छ मेरो नातिलाई केक पनि खुवाउनु पर्यो ल चाँडो चाँडो गरौँ अरूलाई पनि पालो दिनुपर्छ केक पनि खुवाउनु पैसा त छिटो छिटो थापेर पोचिकेर नमस्ते कोही पैसा झर्यो आलपको स्यार कटाएर दुलोबाट छिराउँदै थियो Happy birthday to you all. ज्ञानी छौ हैन भनेको मान्छे ज्ञानी राम्रो पढ्ने छौ अहिले अझै पनि त्यस्तै राम्रो आफ्नो बानीलाई नछोड्नु न फर्स्ट हुनु है के अरे आर्या पनि ज्ञानी हुनु राम्रो पढ्नु छोराले त्यहाँ अहिले उ गर्छ भाइ बहिनी प्लास्टिक भएको भए सजिलो हुन्थ्यो खाना मात्रै बाँचेको दिने
चाहिँ यहाँनिर कडा हाम्रो आलपको टिचर ग्याङहरू आउनु हुँदैछ है ल टिचर ल ल भाइलाई अब ह्यापी बर्थडे यिनीहरूले चाहिँ पाराले के कडा हो गुड 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 अलिक धेरै आशीर्वाद दिने केटालाई कसैले दल्दैन त त कहिले छ हामी आएपछि नमस्ते छैन दादा नमस्ते नमस्ते थ्याङ्क यू आलपको म्यामहरू आउनु भयो अब चाहिँ ल क्लास टिचर थ्याङ्क यू म्याम यो पनि टच गर्ने टच नमस्ते नि गर्न सक्नु सुने थ्याङ्क यू भन आइपुगेछ त आऊ अब फोटो खिच्नु ग्रुप फोटो यहाँ राखिदिन्छु ल यहाँ राखिदिनु म्यामले दिन्छ के फोटो खिच्नु ल आलप त आज त है थ्याङ्क यू म्याम अब चाहिँ फुपू बाबुई मामकान्छी यताबाट चाहिँ अलिक जानु Happy birthday! Happy birthday! ल ल तिमीहरू पनि जाऊ त त्यहाँ टुक्रुक टुक्रुक बस्छ अगाडि भाउजूको अगाडितिर केक चाहिँ अघि छोडिएछ नि त चक्लेट चाहिँ वहाँ पर छोडिएछ नि त सुन्दा मिस टेबलमा राख्ने मकै पर लु आला ह्याप्पी बर्थडे टु यु लु खाऊ ल केक यो पनि खाऊ ल अस्ति भन्दै थियो निनीमा त जान्छु
जिस्केको होला सोचिराखे सबै बोलेछ निनाबुम यो भाइको खाइदेऊ नेताजी बर्थडे खानुको लागि बिहान 8 बजीको भातदेखि केही खाँदैन म दाब्दैछु गिफ्टहरु अनबक्सिङ गरेको हो के रहेछ वाउ भतिज यहाँ अझैबाट आउनुहोस् बोक्छु कुरा यहाँ आउन आउँछ भतिज भेट्छु खोइ त बोलेको हौ क्या भन्नुभयो त